शैली नहेरौँ। हिजो आशिका तामाङले के विषयमा कुरा उठान गरिन् त्यो हेरौँ, किनकि आशिका तामाङको शैली अलिक आक्रामक छ, बोल्ने शैलीहरू आक्रामक होला, तर उनले उठान गरेको विषय एकदमै महत्त्वपूर्ण छ। यो प्रत्येक नेपालीको घर घरको समस्या हो। आशिका तामाङले आफ्नै निर्वाचन क्षेत्रको एकजनाको समस्या लिएर सदनमा पुगिन्। नेपालीले ज्यान गुमाउनु भनेको सामान्य कुरो होइन। त्यही कुरालाई उनले सदनमा पटक पटक उठाएको कुरा गर्दै आइरहेकी छिन्। 38 दिनदेखि एकजना नेपालीको शव चाहिँ विदेशमा अलपत्र छ। धादिङका एकजना सन्तोष राईको शव अलपत्र भएपछि उनको परिवारले आशिका तामाङसँग हारगुहार गर्यो। सङ्घीय सांसद आशिका तामाङले संसदमा गएर पटक पटक कुरा उठाउँदा पनि सुनवाई नभइसके पछाडि परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रत्यक्ष रूपमा प्रश्न गर्न खोज्दा सभामुखले प्रश्न गर्न नदिइसके पछाडि उनी फन्केर रिसाउँदै बाहिर निस्केको हामीले सबैले देख्यौँ। त्यो फुटेज निकै नै भाइरल भयो सोसियल मिडियामा। तर त्यो भाइरल भइराख्दाखेरि आशिका तामाङले आक्रोश व्यक्त गर्दै गर्दाखेरि, उनको शैलीको आलोचना हुँदै गर्दाखेरि, उनीले यस्तो किन गरिन् भनेर प्रश्न गर्दै गर्दाखेरि हामी सबैले एउटा कुरा सोच्यौँ कि नेपालबाट वैदेशिक रोजगारमा गएका मानिसहरू प्रत्येक दिन कतिले ज्यान गुमाइरहेका छन्, तिनीहरूले कतिले क्षतिपूर्ति पाइरहेका छन्, वास्तवमै तिनीहरूको समस्याको सुनवाई कतिको भइरहेको छ, नेपाल सरकारले गर्नुपर्ने कामहरू कति गरिरहेको छ, हाम्रा निर्वाचित सांसदहरू र जनप्रतिनिधिहरूले त्यसमा कतिको लागेर डटेर काम गरिरहेको छन्, के यिनीहरूको काम पर्याप्त छ कि छैन भन्ने कुरा हामीले सोचेका छौँ। जबसम्म आफ्नो परिवारमा यस्ता समस्याहरू पर्दैन तबसम्म हामीले यसलाई अनदेखा गरेर बस्ने हो। यस्तो समस्या भनेको हिजो अर्कैकोमा पर्यो होला, आज अर्कैकोमा पर्यो होला, भोलि आफ्नैमा पनि पर्न सक्छ। सबै जनप्रतिनिधिहरूले यस्ता समस्याहरूलाई आफ्नो समस्या मानेर सबैले अपनत्व ग्रहण गरेर चाहिँ यस्ता समस्यालाई आउनै नदिन, या त आएका समस्याहरूलाई यथाशीघ्र चाँडो समाधान गर्नको लागि पहल गर्नुपर्ने या त्यसको लागि काम गर्नुपर्ने हो। एउटा जनप्रतिनिधि जोसँग चाहिँ आफ्नो समस्या लिएर कुनै मृतकका परिवार आएका थियो, उनले आएर संसदमा आवाज उठाउँदाखेरि सङ्घीय सांसद जस्तो मान्छेले भनेको कुरा पनि सुनवाई हुँदैन भने हामी र हाम्रा परिवारका मान्छेहरू विदेशमा छौँ भने हामी केवल रेमिटेन्स पठाउनको लागि मात्रै छौँ। यदि भोलि हामीलाई अप्ठ्यारो पर्यो, भोलि हाम्रो परिवारको आफन्त साथीभाइको विदेशमा वैदेशिक रोजगारमा ज्यान गुम्यो भने हाम्रो पनि हुने यस्तै नै हो। त्यसैले सरकारले यसो नगरोस्, यसरी कानमा तेल हालेर नबसोस्। आफ्नो नागरिकको विदेशबाट स्वदेशमा शव ल्याउनु पर्ने हुन्छ कि नागरिकलाई विदेशमै अन्य सहयोगहरू गर्नुपर्ने हुन्छ कि सरकारले एकदमै धेरै काम गर्नुपर्ने आवश्यक देखिन्छ। नीति नियम कानुन नियमावलीहरू परिवर्तन गरेर हुन्छ कि संविधानै संशोधन गरेर हुन्छ कि विदेशीका नागरिकहरू जसको रेमिटेन्स मात्रै चल्छ उनीहरूको वास्तवमै समस्या समाधान हुनुपर्ने आवश्यक छ।